वास्तवमा उहाँहरू सहित चाहिँ भन्नाले हाम्रो सुलभजी पनि हुनुहुन्थ्यो। वास्तवमा उहाँहरूले यो चिजमा चाहिँ जाने भनेर भन्नाले उहाँहरूले भनेपछि त्यसैको आधारमा चाहिँ जुन हिजोको चाहिँ डिसिजन चाहिँ भयो। अलिकति वास्तवमा डिस्कसन चाहिँ त्यो जुन हाम्रो जुन एजेन्डा चाहिँ थियो त्यो एजेन्डामा चाहिँ भन्नाले सबैजनालाई चाहिँ ल्याउनलाई अलि गाह्रै पनि भयो। वास्तवमा चाहिँ त्यो 2-2.5 घन्टाको चाहिँ मिटिङ सायद त्यो भएर लम्बिएको पनि चाहिँ थियो। तथापि वास्तवमा त्यो हामीहरूकै चाहिँ जुन एउटा अनुसार चाहिँ भन्नाले चाहिँ डिसिजन भएर अगाडि जुन एउटा चाहिँ सहमति चाहिँ भयो। त्यसको लागि म चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय अर्थमन्त्रीज्यू, माननीय उद्योग मन्त्रीज्यू, माननीय हाम्रो ऊर्जा मन्त्रीज्यू, श्रीमान मुख्य सचिवज्यू लगायत सबैजना नेपाल सरकारका विशिष्ट पदाधिकारीहरू र नेपाल सरकारलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु। र हाम्रो जुन व्यवसायी साथीहरू जुन उहाँहरूले चाहिँ वास्तवमा मलाई चाहिँ विश्वास गरेर तपाईँ चाहिँ जानुहोस् भनेर उहाँहरूले चाहिँ भन्नुभयो। र वास्तवमा त्यसमा के पनि थियो भने यहाँ पछि केही कुराहरू पनि आएको थियो। अरू पनि भन्नाले अरू 1-2 जना चाहिँ व्यक्तिहरू अथवा भन्नाले चाहिँ भएको भन्थ्यो भने तर त्यो चाहिँ के छ भने सामान्य प्रधानमन्त्रीको चाहिँ सचिवालयबाट चाहिँ तपाईँ मात्र चाहिँ आउनुहोस् चाहिँ भनेर भनेको हुनाले मलाई बोलाएपछि फेरि अब मैले अरू चाहिँ ऊ चाहिँ गराउन पनि मिलेन। त्यो हिसाबले पनि मलाई लाग्छ भन्नाले चाहिँ म लिग क्षेत्रको तर्फबाट म मात्र चाहिँ गएको चाहिँ थिएँ। त्यो पनि म मिडियाको साथीहरूलाई चाहिँ म जानकारी गराउन चाहेँ। यही कुराहरू चाहिँ वास्तवमा अब यसलाई चाहिँ जुन हिसाबको यो जुन अन्डरस्ट्यान्डिङ चाहिँ बनेको छ म चाहिँ भन्नाले व्यवसायी साथीहरूलाई नै यही स्पिरिटमा चाहिँ वास्तवमा चाहिँ यहाँहरूले अनि उहाँहरूले के पनि भनेको चाहिँ छ भने वास्तवमा चाहिँ जुन त्यो हामीले पैसा जम्मा गर्छौँ धरौटीको रूपमा जुन पैसा जम्मा गर्छौँ, पैसा जम्मा गर्दाखेरि हामीले जुन दिने चाहिँ एप्लिकेसनमा चाहिँ हाम्रो चाहिँ डिस्प्युटहरू हाम्रो चाहिँ भन्नाले सबै चिजहरू यसमा चाहिँ भन्नाले चाहिँ उल्लेख गरेर सबै कुराहरू चाहिँ उससहित चाहिँ वास्तवमा चाहिँ भन्नाले चाहिँ जाने र त्यो भोलि चाहिँ कानुनको चाहिँ उसमा पनि जान पाउने चाहिँ भन्ने जुन एउटा उससहितको एउटा चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ बन्यो।